नमस्कार अनि जय मसीह। आज फेरि म छोटो वचन लिएर हजुरहरूको बीचमा आएको छु। पवित्र बाइबलको वचनले भन्दछ, मेरो जनहरू चाहिँ, मेरो मानिसहरू चाहिँ विश्वासद्वारा जिउनेछ भनेर परमेश्वरको वचनले भन्दछ। आज त्यसै कारण क्रिस्चियनहरूलाई विश्वासी पनि भन्ने गर्दछ। आज मेरो जनहरू चाहिँ विश्वासद्वारा जिउनेछ भनेर परमेश्वरको वचनले भन्नुभएको छ। रोमी पवित्र बाइबल रोमीको 1:16 भन्दछ। यहाँ म हजुरहरूको बीचमा म पढेर राख्नेछु। किनकि सुसमाचारसँग म शर्माउँदिनँ, किनभने विश्वास गर्ने प्रत्येकले मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहुदीहरूका निम्ति र अन्य जातिहरूका निम्ति पनि। किनकि सुसमाचार परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ। सुसमाचारमा त्यो धार्मिकता जो चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यस्तो लेखिएको छ, धर्मी चाहिँ विश्वासद्वारा नै जिउनेछ। धर्मी चाहिँ विश्वासद्वारा जिउनेछ। यसै कारण क्रिस्चियनहरूलाई विश्वासी पनि भनेर भन्दछ। परमेश्वरको वचनले भन्दछ, मेरो जनहरू चाहिँ, मेरो मानिसहरू चाहिँ विश्वासद्वारा जिउनेछ। मलाई विश्वास गर्दछ, जसले मलाई विश्वास गर्दछ उनीहरूले चाहिँ अनन्त जीवन पाउनेछ, मुक्ति पाउनेछ, उनीहरूले चाहिँ उद्धार पाउनेछ। यो कुराहरू आज तिमीहरूले भन्नुपर्ने हुन्छ। मानिसहरूको बीचमा मानिसहरूलाई स्पष्ट गर्नुपर्ने छ भनेर परमेश्वरले त्यो हामीलाई आज्ञा गर्नुभएको छ। त्यसै कारण हजुरहरूले पनि मनन गर्नु होला यो कुरालाई है। मुक्ति र उद्धार चाहिँ विश्वासद्वारा आउँदछ। प्रभु यीशुलाई विश्वास गर्नुपर्दछ हामीले मुक्ति पाउनको निम्ति, उद्धार पाउनको निम्ति। हाम्रो सबै धर्म कर्मले, हाम्रो काम कार्यले हामीले मुक्ति पाउन सक्दैन, उद्धार पाउन सक्दैन हामी। त्यसै कारण विश्वास गर्नुपर्छ। साँच्चै नै विश्वास गर्नुपर्छ, प्रभु यीशुलाई विश्वास गर्नुपर्छ। मेरो मुक्तिदाता भनेर हामीले प्रभु यीशुलाई विश्वास गर्नुपर्छ। हुन्छ, धन्यवाद। हजुरहरूले पनि विश्वास गर्नुहुनेछ भनिकन म विश्वास गर्दछु। नमस्कार, जय मसीह।